गर्छौ कि तिमीहरूका मार्गमा परिश्रम गर्नेहरू जो प्रभुमा अगुवाहरू हुन् तिनीहरूलाई चेतावनी दिन्छ, तिनको आदर गर र तिनीहरूको कामको खातिर तिनीहरूलाई प्रेमसाथ अति उच्च आदर गर। तिमीहरू आपसमा मेलमिलापमा बस। वचनले भन्छ हामीलाई पहिलो तेस्रोनिके 5:12-13 भन्छ। वचनले के भनिरहेको छ? परमेश्वरको निम्ति परिश्रम गर्ने, तिमीहरूलाई चाहिँ सिकाउने, तिमीहरूलाई चाहिँ डोर्याउने व्यक्तिको आदर गर। कारण आदर किन अगुवा पास्टर आदर किन गर्नुपर्छ? वचनले नै हामीलाई भन्दैछ आदर गर, आदर गर है, तिमीहरूलाई सिकाउँदैछ। अनि पहिलो तिमोथी 5:17 किनकि त्यो भन्छ अगुवाहरू चाहिँ दोबारा आदर योग्य हुन्छ, किनकि लेखा दिनुपर्छ भनेर जानेर नै तिमीहरूलाई सिकाइरहेको हुन्छ, तिमीहरूलाई डोराइरहेको हुन्छ, तिमीहरूलाई बढाइरहेको हुन्छ आत्मामा। अनि हरेक